म फर्स्ट टाइम युएस पुगेर यो घर छिर्दाखेरि चाहिँ दिस वाज माई रुम एन्ड दिस इज हाउ इट लुक्ड। एउटा बेड थियो कर्नरमा, एउटा स्टडी टेबल एन्ड दिस इज द क्लोजेट। मलाई चाहिँ स्पेसियसै लागेको थियो फर द प्राइस आई वाज पेइङ। अनि झ्यालबाट डिरेक्ट घाम पनि आउने, तर फ्लोर चाहिँ अलिकति पुरानो भइसकेको रहेछ। ठ्याक्कै झ्याल अगाडि बेड भएको भएर चाहिँ अलिक डिरेक्ट लाइट आउने ठाउँमा भिडियो बनाउन मिलिरहेको थिएन, त्यसैले आई डिसाइडेड टु मुभ इट। यो चाहिँ एपिसोड 1 है त मेरो रुम ट्रान्सफर्मेसनको। तो सकी नसकी मैले चाहिँ बेडलाई उतापट्टि सारेको थिएँ अनि कस्तो नराम्रो देखियो अनि मैले भर्टिकली राखेँ। त्यसपछि मलाई ठिक लाग्यो। अब पालो बेडसिटको। सो म नेपालमा हुँदाखेरि नै कटनको नेपालबाट चाहिँ यो सेट लिएर आएको थिएँ है। पहिलाको यो भिडियो पनि भेट्टाएँ होइन, देख्ने बित्तिकै यो पिङ्क चाहिँ लिन्छु म दि भनेर मैले यो डिसाइड गरेको थिएँ। यो लाउँदाखेरि नै जल्ली नेपालको याद आइरहेको थियो कि मलाई चाहिँ है बेडसिट लाउने काम एकदमै अप्ठ्यारो लाग्छ, किनभने टक्क नै बसिरहेको हुँदैन। तर यो चाहिँ कस्तो मजाले बस्यो कि आई मिन आई वाज प्राउड अफ माइसेल्फ। त्यसपछि मेरो फेभरेट सिरानीको खोल है, मलाई कस्तो मनपर्छ यसको प्याटर्न्स, कलर्स अनि कस्तो घरको याद आइरहेको के मलाई। यो सब सेटसँग चाहिँ यो डोहर पनि आउँछ है, समर ब्ल्याङ्केट, अनि यस्तो लाइट वेट छ अनि मसिन वास पनि गर्न मिल्छ। अनि मैले सबै सेट गरेपछि लुक एट माई बेड, मलाई यस्तो म नेपालमै छु जस्तो फिल आएको थियो कि। अनि बाइ द वे मैले लगाएको यो पजामा पनि कटनकोबाट नै हो। आई अल्सो एडेड यो क्युट फ्लमिङ्गो, अनि कस्तो राम्रो कलर म्याच भइरहेको छ कि। त्यसपछि मैले टेबललाई चाहिँ ठ्याक्क त्यो विन्डोको साइडमा राखेँ बिकज आई वान्ट टु सी दिस भ्यू वेन आई एम वर्किङ, स्टडिङ अर डुइङ समथिङ एल्स। लास्टमा मेरो प्रब्लम चाहिँ फ्लोर थियो नि त, भुइँ अलिकति कस्तो थियो, त्यसैले आई अर्डर अ कार्पेट फ्रम Amazon and this is how it looks। ठ्याक्कै मेरै भाइब छ है कार्पेटको पनि। अब अर्को भिडियोमा चाहिँ we will add new things and make it feel even more homely। प्लिज कमेन्ट डाउन सजेसन्स के गरौँ भनेर। ओके बाई।